तपाईले गर्न चाहेको भने त्यो ठेकदारलाई अस्ति ल्याएर तपाईहरुले यहाँ कारबाहीमा हाल्नुपर्छ के गर्नुपर्ने हो तपाईहरुले पक्रिनु नि त यहाँ सुन्नु ठेकदारलाई कारबाहीको सिफारिस हामीले पठाइसकेको छ अनि तपाईहरु नि उता आले ताले उता आले प्राइम मात्रै गरिदियो पहिले प्राइम मात्रै गरिदियो अहिले प्लिज गर्ने काम पछि गर मुले भनेपछि गर हालेको जनताको माटो बाटोदेखि आयो कसैले अहिले के भयो भाइ के भयो अरु के भयो थाहा छ बाङ्गे पर्यो 3 करोड पैसा गयो बाङ्गे पर्यो 3 करोड पैसा गयो साथीहरुले कुनै पैसा पढेको बाङ्गला भनेको बाङ्गला 3 करोड पैसा अब भने बाङ्गे त चाहिएन हामीलाई यही चाहिँ चाहियो 3 करोड खाइदियो धेरै पहिला बन्दै गरौँ दबाब हुन्छ सङ्घीय सरकारलाई पनि दबाब हुन्छ च्यालेन्ज हुन्छ नि तपाईँहरू मसँग एकपल्ट प्रार्थना गर्छौँ एकपल्ट ब्याक गर्छौँ भिड जाने होइन 5जना त त्यहाँ त कुनै कुरो सुन्नै नै ठेका खुलाउँदाखेरि यही बाटो 23 करोडको ठेका हो 23 करोडको ठेकामा आएर 12 करोडमा मान्छेले के अरे ठेकदारले लिएको छ किन कोरमा लिनु 10 लाख रुपैयाँ 10 करोड तेरै करोड भन्ने बाटो बन्नु पर्दैन अलिक राम्रै मूल पीडित म आफै हो कि पीडित म आफै हो नि त्यस्तो र